राधे राधे, जय श्री कृष्ण। शुभ बिहानी सम्पूर्णमा म हो निर्मल र आज मैले श्रीमद् भगवत गीताको यथारूपको एउटा अध्याय 1 को श्लोक 42 सुनाउन गएछु। थोरै समय निकालेर सुनिदिनु होला र मलाई पढ्न बोल्नमा केही त्रुटि भएमा क्षमा प्रार्थी है। सुन्नुहोस्। शंकर नरकाय एव कुलन्ध्याय नाम कुलस्य यसाम लुप्त पिण्डद क्रिया, अर्थात वर्णशंकर सन्तानहरूको वृद्धिबाट परिवारलाई र पारिवारिक परम्परा दुवैलाई नाश गर्ने दुवै प्रकारका कुलघातीहरू नरकमा पर्दछन्। यस्ता कुलघातीहरूका पितृहरू पनि श्राद्ध तर्पण जस्ता पितृकार्यको लोभ हुनाले नरकमा खस्दछन्। अर्थात तात्पर्य नरकमा सकाम कर्मका विधि विधान अनुसार कुलका पितृहरूलाई समय समय पिण्ड तथा तर्पण दिनु पर्दछ। भगवान विष्णुको पूजाद्वारा यो कार्य सम्पन्न गरिन्छ, किनभने भगवान विष्णुलाई अर्पण गरिएको उच्चिष्ट प्रसाद खानाले सबै पापबाट मुक्त भइन्छ। कहिलेकाहीँ पितृहरू पनि विभिन्न किसिमका पाप कर्महरूबाट ग्रस्त हुन सक्दछन् र कहिलेकाहीँ ती मध्ये केही पितृहरू स्थूल शरीर प्राप्त गर्न नसकेर प्रेतका रूपमा सूक्ष्म शरीर धारण गर्न बाध्य हुन्छन्। यदि छोरा नातिले आफ्ना ती पितृहरूलाई भगवानको प्रसाद अर्पण गरिदिए तिनीहरू दुःखमय प्रेत योनि तथा अन्य कष्टमय जीवनबाट मुक्त हुन्छन्। यस किसिमको पितृश्राद्ध गर्नु एउटा कुल परम्परा नै हो। जो व्यक्ति भक्त बनेको छैन त्यस्ता व्यक्तिले यो कर्म गर्नै पर्दछ। तर भक्ति मार्गमा लागेको भक्तले यस्ता कर्महरू गर्नु आवश्यक छैन। उसले केवल भगवानको भक्ति गर्नाले मात्र आफ्ना सयौं हजारौं पितृहरूलाई यस्ता सङ्कटपूर्व जीवनबाट सजिलै उद्धार गर्न सक्दछ। श्रीमद् भगवत गीता एकादश स्कन्ध 5 अध्यायको 41औं श्लोकमा भनिएको छ। राधे राधे, जय श्री कृष्ण। यो चाहिँ सबैले जान्नै पर्ने महत्त्वपूर्ण कुरा हो, त्यसैले मैले हजुरलाई सुनाएको। जय श्री राधे कृष्ण। ल भाइ।